130 नेगेटिभ, 138 नेगेटिभ, 136 नेगेटिभ। नेगेटिभ आएकोहरू घर जानुभयो हुन्छ है। होम आइसोलेसन 14 दिन थियो होला। सरकार कोरोना परीक्षण यागु बाखो धुने हे रिपोर्ट वेगु एंटीजन बीडी पाखे परीक्षण सुरु याना चंगुदु एंटीजन बीडी या परीक्षण पाखे तुरंत लिचोवई संक्रमित शरीर विकास जुगु एंटीबॉडी लिसे पीसीआर थे जीवाणु दुखी मरु थका सिकेट रैपिड टेस्ट किट मार्फत यागु परीक्षण एंटीजन सुरु जुगु ख एन्टिजेन टेस्ट भनेको पनि यो 95% लगभग सेन्सिटिभिटी हुन्छ क्या। यो चाहिँ तपाईँले यो एन्टिजेन टेस्ट पोजिटिभ आइसके पछाडि पिसिआर गरिराख्नु पर्दैन कि। तपाईँ एन्टिजेन पोजिटिभ भने पछाडि तपाईँलाई चाहिँ कोभिड भयो भनेर चाहिँ बुझ्दा हुन्छ अनि आइसोलेसन सुरु गर्नुभयो हुन्छ। अब यदि कोही कोही मान्छेहरू चाहिँ अब सिटी भ्यालु थाहा पाउनको लागि आफ्नो बडीमा कति चाहिँ त्यो भाइरसहरू छ भनेर त्यो सिटी भ्यालु थाहा पाउनुको लागि चाहिँ पिसिआर गर्नुहोस्। यो एन्टिजेन टेस्टबाट चाहिँ पोजिटिभ हुनुहुन्छ अथवा नेगेटिभ कोभिड नेगेटिभ पोजिटिभ त्यो चाहिँ थाहा हुन्छ। अब यो चाहिँ जस्ट 20 मिनटमा चाहिँ हामीले रिपोर्टिङ गर्छौँ। हामी चाहिँ बिहानदेखि बेलुकासम्म यो पिपी लाएर बस्नुपर्ने हुन्छ अनि गर्मी महिनामा चाहिँ एकदमै गाह्रो हुन्छ। अब तैपनि अब हामीले गर्छु भनेर एउटा कमिटमेन्ट गरिसकेपछि चाहिँ हामीले गरिरहेछौँ होइन। अनि वार्डमा गएर चाहिँ हाम्रो 3वटा ग्रुप छ। अरू साथीहरू वार्डमा हुनुहुन्छ अनि हामी ल्याबको साथीहरू 2 जना यहाँ छौँ अनि अरू साथीहरू पनि हुनुहुन्छ। येलो महानगरपालिका ज्येष्ठ 23 गते निसे असार 3 गते तकया नीति तिथि ओरा एन्टिजेन बीडी मार्फत कोरोना परीक्षण यागुदु फुकिया लागि एन्टिजेन परीक्षण या दी व छगु ओरा छगु परीक्षण केन्द्र देखु गुदु तो खास ढाउ खसा छिसन ठो मर्दैन आयो ठौँ ढिनी हिसाब खलाउ खसा 3वटा 4वटा 20 जन ठो पर्सेन्ट जाजंदु अले अके जनी यो 3वटा हान जन ठप कने न ठे अले जनी गुली मर्ते ठन जनी मसापी काय मुखपी छिसन मर्ते हेरना कावसा जु थैन जन जोसे मर्ते जि ठीक काट्नु छ ल आटोको छिसन पर्सेन्टेज विटा यताउटा घाटे छिसन अपाङ्गन स्या क्या क्रिस्टन छिसन मर्तनी पर्सेन्ट छिसन सभा ज्ञान उंडु छारस मर्तनी आसु बचा पाकपी लाटपी ठेरेबिना जोसन रु बडा वो हिसाबमा छिसन हरेक जाति त हरेक चाहिँ जो मर्तनी अब चाहिँ अपाङ्गन स्या क्रिस्ट छिसन मर्तनी व हिसाबमा चाहिँ पर्सेन्ट यहाँ सामान्य लक्षण खने दुपी व शंका दुपिन सवया थन परीक्षण या गवया चंगुदु हामीले छुट्टै राखेर काउन्सेलिङ गर्छौँ हुन्छ। छुट्टै राखेर उहाँहरूलाई रिपोर्ट दिएर अनि त्यस पछाडि काउन्सेलिङ उहाँलाई स्वास्थ्य सम्बन्धी प्रिकसनको उपायहरू के अरे अप्नाउनको लागि भनेर काउन्सेलिङ गरेर घर पठाउँछौँ। सोलीको टाइममा ऐसा मैं आज चीज न मल टमाल मुझे घरवाला वही नहीं लॉस भी ना जाने पे लॉस का कुछ नहीं होना जाने थटे परीक्षण क्रमे नेगेटिभ जुपिन्ट छे छोया चंगु व पोजिटिभ जुपिन्ट स्वास्थ्य कर्मी तेसा परामर्श बिया चंगुदु एन्टिजेन परीक्षण विधि अमेरिका दक्षिण कोरिया लगायत देश अवलम्बन याना वया चंगुदु